अब यसो यसो अलिअलि पैसा आउँदैन भिडियो बनाइदिन पछि होइन ब्लग नि बनाउनु हाम्रो मलाई भिडियो भाइरल हुँदैन भाइ जापान बोल्नु न झापड मैले बोले भने फेरि जापानिजले बुझ्दैन के भाइ इत्यादि कत्रो भाषा आने लग्यो Siasi no totte khara itte. Densia de Asia ikna. Kaisa ikna. Sugoi desu ne. Kono kaidan de itte. Kudasai. नेपाली पनि बोल्न त पुरा गाह्रो हुन्छ है यिनीहरूलाई गाह्रो जापानिज बोल्दा बोल्दा जिउको फ्याट फ्याट फर्किएको पसिना झर्दैन नेपाली सिकायो भने चुत्तु मात्र कनबत कुदासाई ಓ ತರ ತತ ಅತ್ತರ ಸಿದ್ದಿಗೆ ಎತ್ತನ ಓ ತೊಡು ತೋ ಗೊತ್ತನ ನ ಹತ್ತರ Sugoi desu. ಸುಗನ ಹೊರತ್ತ Yo magu. ಓ ಯಾವತ್ತು ಕುದ Opsine boushiwa sugoi desu ne. ಹಾಯ್ 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 Hai hai, daijoubu desu ne. Hai, daijoubu. わかります 漢字はどの漢字ですか？何の漢字ですか？わからない。全然とわからないのに何ね言って。わからないでハンサムですね。ください頑張ってくださいねदाइले भाइरल बनाइदिनु पर्छ यार सिम्मासन सिम्मासन निहुङ्गो de話してください日本語で話ちょっと動画すごいですねすごいですねまっすぐまっすぐまっすぐまっすぐ行ってम आएको समय चाहिँ म्याप गर्दा गर्दै साकेरेको नि रहेछ भाइ यताको त हो म्याप होइन टमाटरका दाम पाउरोटी जत्रा पाउरोटी जात हिउँ लाएर है लोनी लागेको जस्तो है हाम्रो नेपालको हुनुपर्छ भोगटेको जात्रा गरे त अगाडि होला हो त्यहाँ कस्तो जापान तपाईँलाई कस्तो भएर त भन्नु नि त जापानमा आउँदा पहिलोचोटि आउँदा चाहिँ भाइ मेरो फिल होइन द्याट्स नट गुड हो होइन अब आम्मामा अहिले चाहिँ मलाई बबाल लागिरहेको छ स्कुल गएको नलाग्दाखेरि सुमन पैसा छ होइन पैसा छ जापान छ पैसा छैन भाषा छ पैसा जता खर्च गर्ने भाषा यति दिनको 1 देखि 2000 रुपियाँ खर्च हुन्छ अब आफै विचार गर्नु काम चाहिँ यहाँनिर आएर पुरै हान्नुपर्छ भाडा होइन भाषा यति पे मलाई पुग्छ तोत्तेमा हात तोरा था भन्दै अब यस्तै हो भाषा त हाम्रो नेपाली हो नि त जहीँ गए पनि हाम्रो नेपालीको त यस्तै हो होइन अब यहाँ भाडा मस्काएर गरे पनि नेपालमा गएर गफ दिने भनेको त घुम्ने कुर्सी भन्ने हो हाम्रो यस्तो हो घुम्ने कुर्सीमा टक्क बसेर भनौँ भने जापान काम चाहिँ खोज्नुपर्छ त यार काम चाहिँ गर्नुपर्छ जुम आऊ सुगै दस्ने अरे अट्टो पैसा हुँदा मात्रै राम्रो नभए लगाएर बस्दै फुल हेर्ने भन्ने गर्ने बेलामा साकुराहरू पऱ्यो होइन फुललाई दाल साक्रो हेर्नु पाउनुभयो पाउनु छैन नि कुरा है हामी आउँछ नि धर्छौँ फुलもううちでお願いします頑張ってくださいもううちでお願いします話もううちでお願いします頑張ってください ओ बहिनी कहीँ हिँडेको चिनेको दाइ ओ बहिनी चिन्नु भएको दाइ चिन्नु भएको होइन होला ओ बहिनी ए पल्लोपट्टिको बहिनी तपाईँलाई चिन्नु त छ कहाँ हिँडेको मलाई दाइले नचिन्नु भनेर बोलाइरहनु हजुर तर अझै घरको लास्ट याद आइरह मलाई आखेदेखि मलाई किन्नु दाइले हेर न घरको याद आएको छैन तपाईँलाई यहाँबाट भन्न चाहन्छु घर भनेको मैले घर 4 वर्षको लागि छोडिदिएँ त्यसपछि आउन सक्ला
नत्र भए आउँदैन घर गयो त आम्मामा जापान वाइल्ड रमाइलो छ क्या वाइल्ड फायर होइन वाइल्ड रमाइलो छ ठुल्ठुला बिल्डिङ देखिएका छन् तर यहाँ ठुलो बिल्डिङ छैन चिसो हावा आउँछ होइन नेपालको भन्दा त ठुलै बिल्डिङ हो नि मलाई एक तले घरभन्दा त ठुलै छन् यहाँ दामी छैन नि त यो त्यसमा त पैसा हालेर हाल्नुपर्ने जुसहरू तपाईँहरू हालिसकेको हालिदिएको हालिदियो अरे बम्बो दा आज मलाई गएकोबाट घर फर्केको है आज कति दुःख पाइयो सबै दुःख पायो र आज मलाई दुईजनालाई क्लासमा राखेर टेस्ट लिएर भिडियो त बनाउनु पाउँछ होला नि मुला होइन राम्रो फुल्लो भन न यो फुलहरू कस्तो दाम छ यो गएको पाउनु पायो मुला दस्ती भाग्य चम्किन्छ होला है दिनभरि एक दिन पहिलो दिन स्कुल जाँदाखेरि बिल्डिङ हेर्दै बस्थ्यो म त भित्रभित्र दस्ती त्यो के हो त खान्छ त लास्टको दाइ गएको कन आयो खान्छ त्यति यो दाइ गएको रहेछ कि है उयो पोखरी पनि छ यार अन्त मलाई नेपाल भएको छ माछा मार्दै होइन म त डेटिङ बस्थ्यो होला नेपाली जस्तो छ नि त हेर न नेपाली जस्तो छ नि एउटालाई नै 5 जना त्यो त सिक्न छ यार त्यो पेपर दिँदा पनि एक हात नदिनु 2 हात दिनुपर्छ रहेछ यार यार गाह्रो छ जापान नेपालको टाइम फुटबल खेल्दैछ कि हाम्रो गएको लान्छ लाग्छ फुटबल खेल्नु हाम्रो गएकोले लाग्ने पहिलाबाट स्पोर्ट यसो अलिअलि लाग्दैन मलाई पैसा माग्नु होला यार गएकोले यार पढायो नि होला खाना पाइयो फेरवेलमा खाना पाइयो नेपालमा यहाँ त उल्टै पोखातिर 2000 दिइहाल्यो 2000 कुन टाई कुन कलर रातो कि कुन ल्याएको छ कालो कालो लिएर भोलि एउटाले कालो टाई लिएर आउँछ होला आउनु यार त्यस्तो हुन्छ नि कुनै एकजनाले एकजना त लाउँछ कालो टाई लिएर आयो उसले काकोबाट निकालिदिन्छ होला बिस्तारै बोल्नु यार कालो लाउँ न डिस्टर्ब भएको छ यार मलाई त डरै लाग्छ घचोडी आएको त को चाँडा यो त बिहान त 1 घन्टा लाग्थ्यो यार खोइ गफ लाउँदा लाग्दा आयो नि त अहिले त यो हामीलाई सिकाएर छ होइन रातो रातो बत्ती बल्नु ट्रेन आउँदैछ रोक्नुहोस् भनेर सिकाउँदैछ कि अहिले ट्रेन आउँदैछ भन्नु ठिकै छ सिकेको कुरा काम लाग्दो रहेछ यो त युनिभर्सिटीको होस्टेल होला हैन यताको त हैन फ्ल्याटवाला होस्टेल कि हाम्रो 4 जनाले छ भेडा बाख्राको त्यो एउटा होटलमा 4 जना छ आज हामी जापान आएर आज जापान आएको हामी हप्ता दिनपछि सुँगुरको मासु किनेर आज हाम्रो रुममा खाँदैछौँ सुँगुरको मासुको दाम नेपालमा हुँदाखेरि हामीले 500 रुपियाँमा किनेको यहाँनिर 1850 रुपियाँ रहेछ सुँगुरको मासु यसरी आउँदो रहेछ हाम्रो प्याकिङ भएर अब हामी यसलाई बनाउन जाँदैछौँ केही बेर एकछिन हामीले 3-4 प्याकेट हामीले यसरी चामल यस्तै मासु मांस खानको लागि भनेर लिएर आएको थियौँ अब हामीले ट्याकको 2.5 बोटुको यसको बासमती चामल यस्तो प्रकारको रहेको छ टक्क लाएर अब हामी यसमा 4 जना केटाहरू छौँ ल अब हामी केही बेर पछि मासु पकाएको भिडियो पनि तपाईहरुलाई देखाउँछौँ सुगै देख्ने आज भात थपी हान होइन कसम यार सुँगुरको मासुमा आज जापानमा कस्तो रहेछ त सुँगुरको मासु अन्त मिठो कुदासाई मिन्नासान मिठो कुदासाई नान देश का राइस देश तिमीले बोलेको त जापानिजले बोले भन्दा
त्यो बोल्छ म बुझ्दिनँ यार अहिले त्यो त मात्रै Kuno rai suno, cukuri kata, ose ite kudasai. हाय Do do, どうぞそうですね onegai shimasu. भात बसाइ हालिन्छ हामी अब सक्यो अब मासुको तयारी एकछिनमा हुन्छ हाम्रो आज फेरि कसम घुमाउँ न के यार सुँगुरको मासु यार यता वर्कआउट भइरहेछ सुँगुरको मासुको लागि अहिले इनर्जी लस भरे इनर्जी फर्स्ट भन्छु एउटाले त्यस्तै सुँगुर मासुमा झ्याप पलाएर अनि ओहो Energy loss होइन तर छाती र यो बडी चाहिँ दामी हुन्छ क्या बुढी त घटिहाल्छ बिचार होइन बडी घट्दैन यार पैसा खाइदिनु काम हान्नु घट्न थाल्छ यार बुढी यार अनि सुँगुरको मासु कति हान्नु त सुँगुर मासु स्केलमा त भयो 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 नुन हाल्नु पानी खन्किहाल्नु आधी आधी हालौँ न यसमा भन्दा नि सुँगुरको मासु यार यति त मैले एक्लै हानेछु नेपालमा यार धेरै खायो भने पनि यो राम्रो होइन नि त यतिकै एकछिन राखिदिनु बसायो हो क्या बास्ना आयो कोही कामले त छैन नि मैले फेरि खान्छु भने त रातभरि काम होला म यस्तो मुजी कामलेलाई त टोइलेटमा लगेर हालिदिनु पर्छ होइन खुवाइदिने अन्त जम्मा 7 लाख किलो रहेछ प्याज टक्कर जापानको प्याज अन्त आज मासु कस्तो हानेछ होला यार दाल त्यति हाम्रो गुरुरात्रिका बेटा प्यारो दाजुले अन्त हो भाइ आधा बनाउने कि नि आधा आज ठुलो जस्तो लाग्यो नि मासु आधा अँ। हुन्छ यतिको अहिले भयो भोलि सेरिमनीमा दौडे गर्नु पर्ला तेल धरो जस्तो लाग्यो भएन होला है तेल यतिको मासु पऱ्यो त्यसमा त हेर्नु अनि त्यति हुँदा पनि केही हुँदैन कि भाइ टेन्सन नगर क्या राजा तपाईँले होटलमा कति वर्ष काम गर्नुभएको मोमो बनाउँदाखेरि पहिला 4 वर्ष भनौँ दाइको भरोसा गर्नु पर्दैन होला के हाल्नुपर्छ दाइ मसला चाहिँ यहाँ नेपाली मसला खोइ त हामी यहाँ अघि यहाँ कि भाइ झोल हो क्या मसलाको यी ए झोल बनाउनु भएको ल रहेछ होला यार सुँगुरको मासुलाई तेल त्यो हालेर स्याटर जिरा कहाँ भयो भन्दैछु म मात्रै हो कि नत्र त्यो जिरा हो हाल्ने भयो कि भइहाल्यो त्यसो भए जिरा मात्रै छ अलिकति पड्काम न होइन धनिया मात्रै पनि छ मसँग मिक्स मात्रै पनि छ त्यही हो कसम यार यता आउनु हुँदैन तात्तिँदैन के हुन्छ सुरु देख्ने मायो मिठो वैसी अघि थाल्नुपर्ने पानी चाहिँ अब केही के गर्दै अहिले प्याज तड्का लाग्यो प्याज हालत थे बसेर ताप्दै क्या इलेक्ट्रिक भाडा दाइरा त लभली बन्न यो हामीले चोत्तो मिटे Tutto मिठो यार इलाइची सिलाइची टक्क लगाएर यो यसको बासना केलाएर केलाएर खेलाएर हाल्नुपर्छ त्यतिकै हालेर हुन्छ दाइ त यार भरे बिस्तारै जान्छ क्या त्यो भिजेपछि तब छरिन त जान्छ त्यो केलाउनु पर्दैन राजा हो
यतिको जानु पर्यो कि अन्त पुगेर दिनै पर्छ सुगै यो जिरालाई हाम्रो कति मन पुग्छ त यार है जिरा जिरा हाल्दैन होइन कहिले यस्तो मासु भएको त पड्काउनु दालमा सिङ्गुरो मसला त तर हाम्रो त अहिले बेसार हालिहाल्नु पर्छ अब मिठो कलर देखिन्छ नि त होइन कलर देखेन खानु मन लाग्छ दाल टलाएर ग्यास फुले बनाउनुपर्छ होला त ग्यास सानो भयो नि त यार ठ्याक्क छु अलिक गर्नुपर्छ कि हातमा त अहिले मासु मजाले उयो हेरेन मासु त कहाँ आउँछ भने टक्क बेसार हालिसक्यो दाइ मसलाहरू है त है टमाटर छ टमाटर हाल्नु पर्ला नि सिँगै हालिदियो है नकाटिकन होइन मासु सबै मरमसला हालेर अब हाम्रो यो अवस्थामा आइसकेको छ यो तपाईँको 95% पाकिसकेको छ 5% चाहिँ यसरी हल्लाउँदा 2 मिनट हल्लाउने त्यसपछि यो खानामा रेडी हुन्छ अब के हाल्नु बाँकी छ दाइ यो हाल्नु बाँकी होला नि ल हल्का झोल हाल्नुपर्छ होला दाइ यार ग्रेभी हाल्नु हुँदैन हो हल्का ग्रेभी त हाल्नुपर्छ दाइ यार सबैले पुग्छ यार बरु अलिकति थप्नु दाइ बरु उयो छ क्या भाइ दाल छ क्या यति भएको छ अब यसलाई हाम्रो लास्ट फाइनल लिस्ट भन्दा अब भनेपछि यस्तो हुनुपर्छ क्या भाइ हो र ए हो र भात यति नै भात अर्को जस्तो जस्तो भयो त यार अरू बेला जस्तो त्यस्तो भयो त यार यत्तिकै मजा आउँछ भाइ बढी कसम यार कति दिनपछि यो भात हान्ने है मुई हान्दा नेपालको के अरे याद आउने भयो अब झ्याम झ्याम लाग्यो सरापै हाम्रो त सिङ्गुरको मासुसँग बजाउन अचार हाल्दा दोस्ती मिलाएर टक्क टक्क सब अचार हान्नु क्या आज चाहिँ होइन दाइ अलि यता साइडमा हाल्नु है दाल 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 माथि नहाल्नु कि दाल त बरु त्यो बिचमा राख्नु खाँदै गर्दा हुन्छ यार यार हाल्दै यसको ग्रेभी बिगारिदिन्छ अहिले मासु ग्रेभी बल्ल मासु हाल्नु सब सोर मजा आउने पानी आयो कति गाडीले बोलाएर भिडियो यहाँनिर फ्यामिली लोग करेंगे अन्त फैमिली देखेगा तो बुरा मानेगा कसम यार एकै लटमा अरूलाई लाग्छ एकजनाको लाग्छ उता हालौँ न पहिला अहिले उता हाल्नु त झोल अलिकति हाल्नु सबैलाई ग्रेभी यसमा हालिदिनु त्यसमा त छोरी भयो त तिनजनाको त भाग भयो चारजनाको भाग होइन यार त्यसमा छोरी भयो चारजनाको भाग चारजनाको भाग यार 3 2 5 ठिक छ ल ठिक छ यो ग्रेभी हल्का फुल्का के होस् ग्रेभी ग्रेभी त खानुपर्छ यार ग्रेभी हल्का हल्का हाल्नु हल्का हल्का थोरै थोरै यहाँ नहाल्नु न सब जोस बसा यार मेरो यो हाल्नु त पहिला उता भात हालिहाल्नु उता झन् मजा आउँछ कि उता खान त यहाँ को हान्ने कराइलो दाल चाहिँ त्यहाँ लगाएर राखौँ होइन होइन दाल नै भाइ मासु बिग्रिन्छ क्या कुनले कहाँ हाल्छ होइन यो मासु खाएको अवस्थामा चाहिँ दाल त्यहाँ राख मैले बरु आफै थप्न आउँछ दोस्त यार बरु ग्रेभीसँग भात खाउँ होइन औ के हो र चिकन डिनर हानेर बल्ला खाने हो क्या उता नि चिकन डिनर यता नि चिकन डिनर हो क्या उता त बमोट दिनु होला
बब्बाल हुन्छ होला अर्को भयो बडको खाने बडको कहाँ छ बडको खै कालो बडको कालो कालो बडको हेर त माथि हेर त कहाँको बडको यार कुन त्यहाँनिर छ त उतापट्टि हेर त त्यो उदियापट्टि कता ए नानी होइन मासु स्वाद बिग्रिन्छ नि अर्कोले गिलासमा हाल यसमा हाल्नु यसमा हालेर होइन म खाम लाग्यो दाइ आउनु तेरिका त खेलेर नबस्नु त एकैचोटि हाल क्या त्यो सबै अनि पोखिन्छ नि दाइ ल्याउनु दुध हालेर ल्याउनुपर्छ नि त मैले ओए बिपिन ए मैले को हाने तिमी हान्नु हौ मैले सिरा सकेर त दाल हाल्दा एक बार खाना थियो यार दामी है के राख्नु त मलाई हालेको खै त तपाईँको यहाँ हाल्नु कि हामीले हाल्दै खानु क्या के अरे छ तपाईँ खोर्सानी रोक्ने बाहेक कस्तो मिठो रहेछ है त्यहाँको हरियो खोर्सानी दिएको होला क्या अस्ति मिठो खाना बनाउने मान्छे त डेली बनाएर खुवाउनुपर्छ यार होइन मलाई बिहानको त खानै नखाएको हो क्या भाइ मैले हो बिहान हाम्रो नि कहाँ छिरो त छिर्दै छिरेन नि त्यति मिठो नबनाऊ क्या मजाक अनि दाजु 4 वर्ष होटलमा काम गरेर गरिहाल्ने होइन भात गिलो हो भने तिमी यति बिचार गर बढी सब्जी लाग्छ यो भात लाग्छ 5 थोर जस्तो लागेको छ मलाई हल्का नुन कम पर्छ लाग्यो मलाई नुन कम भयो ठिक छ मासुमा हाल यो भात नि भाइ अब 2 घन्टा पछि खाँदा चाहिँ जरिन्छ हेर तातै तातैमा मिठो भात अलिक पाएको रहेछ कता पायो र पाएकै छ क्वार्टर टोक्यो क्या दाइले मासु खतरा बनाएको है अनएक्सपेक्टेड त्यार यस्तो पो त मासु खाने यार ताजा ताजा मुनि होइन सुपरबाट किनेको मासु पनि मलाई मिठो लाग्दैन होला हो तर सक्दिसकेको भाइ अरू बेला पनि त्यो खान्छु हो खास त दाइ नै हो जहिले म त मासु भएको दिन मात्रै खान्छ यार किन चपाइ चपाके आनन्द आराम फिल लिएर क्या भात पनि ढुक्क भयो यार मलाई त भात हल्का त्यो सबै चामल हाल्दा हुने रहेछ नि होइन मलाई त ठिक हो तिमीहरूलाई चाहिँ भनेको ठिक भयो गिरे भाइ अझै हाल्दैन तर ग्रेभी हाल्दा काँचो मसलाहरू छैन नि त त्यही भएर यतिको दामी यार लय बुझ्यो दाइ त्यतिको मिक्सर छ अरे मैले मिक्सरमा पिसेर ल्याउनु पर्छ क्या केटा हामीसँग भेराइटीको मसला छ नि त नि यार चिल हुँदैन होइन मैले बोसन छोड्नु मन लाग्दैन यार यहाँ त
केटा अनुहारी छ होइन त्यो चाहिँ सडकको बनाऊ है कुन चाहिँ? त्यो त सफा बनाउनै पर्यो माउली चाहिँ सोल्दैछु हो मलाई चाहिँ नलगा यार किन नगर माइन नगर मलाई चाहिँ नलगा होइन तिमी न जसले हो त्यसैले झ्यामझुम गऱ्यो हुन्छ र दाइ पानी दिनु त ल भाइ एकछिन ल एकछिन होइन भर्खरै यहाँ घाम अड्किसकेन हात त धुन देऊ न मलाई हातको हात छ त ल अलिक तातो अर्को बाल्टी होइन दुइटा कुरा भात बनाइदिनु माछालाई खरेर आउने होइन दुइटा कुरा भात बनाउने एउटामा उयो एउटामा नेपाली चामल के दुइटा मिसाल खाने के पकाएर उयो गरेर खाने बेला चाहिँ एकपल्ट कुकरमा भात पकाइदिनु मन ल होइन भात पनि खान्छ भोलि राख्नुपर्छ यार दाल दाल त फाल्नु हुने केही फाल्नु हुने क्या भात भयो फाल्नु हुने भात पनि कहाँ फाल्ने हुन्छ तर गिलो चाहिँ हुँदैन कि अलिक गिलो भयो नि गिलो भात चाहिँ मिल्दैन हाल्नको लागि हल्का सानो भात चाहिँ मिल्छ क्या गिलोले त फेरि गिलो हुन्छ नि त केमा हाल्ने के त्यसमा हाल्ने क्या त्यहाँ होला कहाँ हाल्नु त राख्ने फ्रिजमा तपाईँले त अलिक बाद खाएर फालेको के त्यो सालले गर्नु खाँदै थिएँ खाने मन लागेन दुई ग्यास खाएको अनि सकिनँ क्या सक्यो यार है दुईवटा अचार नखाने यार आएर हानिदिएको क्या आजभन्दा भन्दै मैले दुइटै अचार सक्यो भने त फेरि त्यो पनि के पो हुन्छ सब्जीको काम गरिरहेको छ अचारले होइन दाल भात अचार मागेर ल्याएको छु रोक्छ आधी खान्छु आधी खान्छु अब डल्ले खोर्सानीको लिएर आउनुपर्छ माटुनी होइन डल्लो खानु थियो त्यहाँनिर होइन एकजना यहाँ विदेशबाट आउन आँटेको छ केटा आयो भने मगाउँछु म दुईवटा त्यो मगाउँछु अहिले अक्टोबर इन्टेकमा अनि दुईवटा के मगाउँछु भने दुईवटा खोर्सानीको अचार मगाउँछु एउटा उयो मगाउँछु क्या म रेनकोट अक्टोबरमा होइन भाइ यो 2 महिनापछि आइहाल्छ डिपेन्डेन्ट हो केटी होला